वेलकम टु माई न्यू ब्लग फर्म। सानो ठाउँमा यस्तो भिड छ यार। हाम्रो पालो कहिले आउँछ? आइहाल्छ यहाँ मासु काट्नु। खोइ हामी टेस्ट गरौँ न, चिया आएछ र हामी चियाको चुस्की लिएर म टेस्ट गर्छु कस्तो खालको चिया रहेछ। नर्मलै चिया पाएको छ एभरेज, ठिकै छ चिया नै जस्तो। हामी चाहिँ अहिले नयाँ बजार मेरो आइसकेको छौँ होइन। अब हामी जान्छौँ पोलिस स्टोरतिर जान्छौँ अनि त्यसपछि बाइकको यसको जान्छौँ। Head west on Leaco Marg toward Nispananda Marg. दमकलको पहिलो दमकल यहाँनिर देखिन्छ कि देखिँदैन यसो? ओहो यो त मैले कहिले यादै गरेको थिइनँ यार। यहाँ के छ? सिङ्गापुर कहाँ हिँडेको गाइजहरू? In 200 meters, turn right to stay on Leaco Marg. फोटो सुट कसको हो? तिमी चाहिँ हिरो हो? हिरो त होइन र होला हौ। दिन्न मलाई काठमाडौँ आएर कस्तो लाग्छ? जहिले आइरहेको जहिले भन्नाले वर्षमा 4 वर्षमा एकचोटि जहिले हुन्छ। 2 वर्ष 3 वर्षमा एकचोटि चाहिन्छ हो। 2 वर्ष 3 वर्षमा एकचोटि चाहिन्छ। अब कामै पर्दैन, फोन गरेर सामान यस्तो यस्तो पठाइदियो भने पठाइदिइहाल्छ होइन। घुम्नु भनेको यो ठाउँ कति घुम्नु कति हेर्नु। अस्ति भर्खरै आएर गएको जस्तो लाग्दैछ मलाई। के हो यो ठाउँ त्यस्तो लागिरहेको थियो। कति कहिले पो आएको थियो भन्नु? अस्ति कहिले आएको थियो भन्नु न? माघ खोलिने बेला होइन? कहिले माघ खोलिने बेला हो त। यसलाई क्या रमा छ नि होइन? कति होइन टिप्स एन्ड ट्रिक्स नदिउँ है दाइ। तिमीले त मेरो मेमोरी आजै सिकाइदिने हो। प्रोग्रामको लागि दिलवाला भएको भए त अर्को रेल किनाउन मेमोरी पनि 5,000 7,000 8,000 पर्छ। अर्को हामी आइपुगेको छौँ अहिले पोलिस स्टोरमा ड्रोन बनाउनलाई। अब यहाँ बनाउँछ कि बनाउँदैन भन्ने भइरहेको छ कि होइन। हेर ल 2टा ब्याट्री होइन, 47 मिनट 34 मिनट, 10 मिनट बढी उडाउनुलाई 10,000 बढी तिर्नुपर्ने होइन। अनि 3-3वटा ब्याट्री हुँदा त 10,000 बढी किन तिर्नु भन्ने कुरा आयो कि लिनुपर्छ होला नि एउटा फोटो ब्याट्री चाहिँ। अनि ड्रोन त आएकै छैन, यो त नर्मल रिमोट। हामी चाहिँ स्मार्ट रिमोट। स्मार्ट पिपुल स्मार्ट रिमोट। उज्जवललाई वेट लुज के छ नि सर्ट त्यसमा यो राख्दैन न अनि 5.5 लाख अब के च्यालेन्जिङ आयो त 5.5 लाख तिर्न सक्नुहुन्न भन्ने कुरा हो। उसले पो तिर्ने हो त मगर घट्यो भने होइन? होइन त घट्न सक्नु भएन भन्छ नि। घट्यो भने घट्नु भएन खै त यस्तो यो के हो र यस्तो? यो सामान किनेर म किन यति धेरैको छु? कतिको तेल महँगो सामानहरू किनेर अब कि दाइ यो खोलेर एकलट हेर्नुपर्ने हुन्छ होइन? यसमा के आखिरमा सफ्टवेयर हाल्नु पर्दैन के गर्नु पर्छ? फेरि आउने हो र गर्ने उडाउने फेरि आउने हो र अनि केही भएको रहेछ भने चाहिँ होइन भाइ? यसो सिपेर के प्रब्लम चेक गरेर
एउटा अब उयो नि चाहियो यस्तो घुमाएर हो दाइ सनन ओ यसको पनि वारेन्टीको लागि अब पछि के भयो भने त्यो माथि लग्नु भयो नि यसको चाहिँ अन्डर वारेन्टी चाहिँ यसकै सर्भिस सेन्टरमा पठाउनुपर्छ है त्यो चाहिँ हङकङ पठाउनुपर्छ त्यसको लागि चाहिँ सिपिङ चार्ज चाहिँ लाग्छ वारेन्टी अन्डरमा भयो पनि नभए पनि त्यो बाइक रिपेयर कस्ट चाहिँ वारेन्टी अन्डरमा फ्री हुन्छ है कति वर्षको वारेन्टी 1 इयरको हुन्छ म्यानुफ्याक्चरिङ डिफेक्टमा यस्तो गर न यस्तो यार व्हाट इज दिस मान त्यस्तै यो भयो हाम्रो किन भयो ए ड्रोन यसको चार्ज गर्नुपर्छ होला यो चाहिँ वायरहरू त यसमा होला नि त होइन वायर त के नै चाहिन्छ र त्यही चार्जिङ केबल हुन्छ त्यसमा ए चार्जिङ केबल दुईटा कनेक्ट गरेर हेरौँ होइन एकछिन ओ माई उतैको देखाएँ अकाउन्ट छ त पुरानोहरूको डिजे अकाउन्ट छ भने केही राख्दा भयो छैन भने चाहिँ क्रिएट गर्न डिजे एकाउन्ट छैन होइन है यसमा इमेल र ड्रोन किनिसक्यो अब अर्को ड्रोन पनि रेडी भइसक्यो है यहीँ बन्यो धन्न होइन कहाँ पो लानुपर्छ भने त्यो कहाँ लानुपर्छ हङकङ मतलब बनेन भने हङकङ लानुपर्छ भने त्यो पनि परेन यहीँ सर्भिसिङले भयो अरे त्यो म ल्याऊ कसको उज्जवलको किन तल चेक गर्ने माथि चेक गर्ने र अनि अब माथि पनि बनिसक्यो अरे ड्रोन बन्यो भने त फोन गर्नु होइन दुईवटा सर्भिस सेन्टर जाँदैछौँ हामी हुन त सेकेन्ड भर्नु थियो मेरोमा पुगिन्छ कि क्या सर्भिसिङ हामी चाहिँ अहिले यहाँनिर कहाँनिर आइरहेको छौँ हामी कुन ठाउँ हो थाहा छैन भन्दैछ लकी पोर्ट सकिहाल्छ हेर न हामीले हाल्छ क्या मजाले ए फाइनली बिहानदेखि के खाएको छौ भात कति गनेर खाँदाखेरि गनिन्थ्यो अब यो कति सेकेन्ड लाग्छ होला सो म भर्खरै उठेँ अनि दाइको फोन भेटेर दाइको च्यानल हाइज्याक गरेको अब दाइ चाहिँ के गर्थ्यो भन्नुहुन्छ मलाई अहिलेसम्म खानु अनि अब चट्ट यो रुम चाहिँ उज्जवल दाइको हो दाइ के गर्थ्यो हुनुहुन्थ्यो त्यतिबाट जाँदैछ कुकिङ हो कुकिङ हान्नेको नि मासु भात खानु पर्यो सालो ड्युटी गइहाल्यो होइन नयाँ पकाएर खुवाउँथ्यो मासु ल्याएको छु भरे सालोलाई पनि उबारिदिन्छु होइन उबारेरै जान्छौँ हामी तिनजना त्यही 1 किलो मासु 3जनालाई भइहाल्छ होइन यो हेरेर त 1 किलो एकैजनालाई हुन्छ जस्तो जान्छ उबारिदिनु त पऱ्यो नि त होइन अनि त्यसमा चाहिँ के छ यसमा भात छ अनि यसमा चाहिँ अब ग्रेभी झोल टाइपको बनाउने यो खाएर 5 बजेको रिसेप्सन छ यार अब 5 बजेको रिसेप्सन खिचेर 9-10 बजे कति बजी सकिन्छ अनि दमक पनि होइन काका भिट्टा भोलि बिहान पुग्नु छ अनि भात त अहिलेदेखि त अनि यसो होइन खाइराख्नु स्टक हालिराख्नु फेरि ग्यास्ट्रिक हुन्छ के हुन्छ अरू चिल्लो चाप्लो खानु बाटोको अब फेरि राम्रो हुँदैन चाउमिन मोमो कति खानु अनि भातै खाएर गइदिउँ भनेर नि होइन के छ त्यो ठिक छ दाइ अब यो अब यो साग पकाउँछु भनेर ल्याएको रहेछ तर गुन्द्रुक भएछ होइन साग चाहिँ गुन्द्रुक हुने आँट्यो टमाटर त रहेछ 2टा टमाटर चलाइदिन्छु
एकाउन्ट काट्यो को गरे अनि दाल दाल हुन्छ ठिक छ होइन दुध भएका चाहिँ चिया पकाएर फेरि खानुहुन्थ्यो अघि नै 2 कप चिया ढरेर आयो। स्वागत छ हजुरहरूलाई दीक्षित दाईको कुकरी शोमा र आज हामी बनाउँदैछौँ मासुको ग्रेभी। मासु ल्याएको छौँ हामी अघि कहाँबाट यहीँबाट नै पाटनैबाट मङ्गल बजारबाट र हामी चाहिँ अहिले प्याजलाई डढे खालको रेड फ्लेभर होइन र यो मासु हामीले के भन्छ त्यसलाई ओइरिसकेको छौँ र एकदमै मजाले 1.5 केजी ल्याएको भए त कराईमै नपुग्ने रहेछ। फेरि यता छ हो फेरि दीक्षित दाईको कुकरी शोमा हामीले मासु हालिदिइसक्यौँ कम्तीमा र यहाँ बिस्तारै चलाउने एकदम चलाउने है। मेरो त प्यानमा ठुलो प्यानमा पकाउने बानी हो र हामीले चाहिँ अहिले मासु हेरेर चलाउँदैछौँ। बेसार भन्ने कुरा हालिएन होला अहिले अलिक फ्राई गर्छु हो। सिङ्गामा सिकाउँछु नि कसरी पकाउनु हुन्छ। हामी युट्युबमा सबैलाई सिकाइरहेको छौँ र हामी चाहिँ अब यसलाई एकछिन फ्राई हुन खरिन दिन्छौँ। खरिन हल्का हल्का रातो भएपछि अनि सट्ट अरू मरमसला हाल्ने र है त साथीहरू आज हामी जान्दैछौँ मिठो मासु दीक्षित दाईको स्टाइलमा कसरी पकाउने। सेफ दीक्षित दाईको स्टाइलमा फ्लास अफ गरिदिउँ दाई फ्लास अफ गरिदिउँ। र हाम्रो चिकनको चाहिँ पानी निस्किन सुरु भएको छ। सेफले पो बोल्ने हो त सेफै यस्तो र हाम्रो चिकनको चाहिँ पानी निस्किँदैछ र पानी सुकिसकेपछि हामी अरू मसलाहरू हाल्छौँ हल्का फ्राई भएपछि होइन त। अनि हल्का पानी हाल्ने हल्का ग्रेभी झोल त राख्दिनँ यो ग्रेभीमा गइहाल्छ नि भात होइन जान्छ भएन भने 2 दिन पुरानो दाल छँदैछ। र फेरि पनि एकचोटि हामी चलाउँदैछौँ हाम्रो चिकनलाई। के काटेको यार यो यस्तो पनि काट्छ यार झापातिरबाट कटिङ सिकाउनु पर्ने भएछ। मै सिकाइदिन्छु हौ कटिङ यहीँ नकाटेकोलाई चाहिँ हामी यहीँ पन्युले व्यवस्था हाल्दैछौँ। होला नि र हाम्रो ग्यास चाहिँ हामीसँग रिसाएर निप्दिनु भयो र हामीले मिडियम हाम्रो यो टुप्पै छैन क्या अनि कस्तो अड्कलै नहुँदो अफ भयो कि अन भयो। टुप्पो नभएपछि जे कुराको पनि अड्कल हुँदैन फेरि। ओ नाइस। र हामीले हाम्रो चिकनलाई चाहिँ मिडियम हिटमा छोडिदिउँ एकछिन। हाम्रो मासुको चाहिँ पानी निस्किने अझै भइरहेछ। सेफ चाहिँ मासु त बिर्सेछु यार मैले मासु बिर्सिदिने दाइ तपाईँ फेरि। हामी चाहिँ अहिले पार्टी प्यालेस आइपुग्न आँट्यो। खोज्दा यहाँ पनि एक राउन्ड चाहिँ हान्ने हो होइन चट्ट। अब यो चाहिँ हाम्रो पार्टी प्यालेस कुन चाहिँ हो यता दाहिने चाहिँ हो दामी रहेछ। पार्किङ कहाँ गर्नु सबभन्दा छिटो निस्किने गाडी हो भन्नु न। हाम्रो चाहिँ यहाँ संस्कार हो रोडामा हो ठ्याक्कै आइपुग्यो हामी चाहिँ। अब ठिकै हो दामी रहेछ नि भाइ। यहाँ ड्रोन चाहिँ कहाँ उडाउने भन्नु ओ बिचमा खाली ठाउँमा आइपुग्यो ठ्याक्कै बेहुला बेहुली भन्ने हो मैले देखिसकेँ। हाम्रो चाहिँ
खोयो बेहुला बेहुली पनि ठ्याक्कै संस्कार वेट सुनिता वेलकम टु न्यू दिल्ली बेहुला बेहुली पनि चट्टा आइसक्यो दाइ चाहिँ बेहुला भएर दाइ थ्याङ्क यू के झोला झाम्टी यो बोकौँ यो के कसको यो थोत्रे त्यहाँ तपाईँकै जुत्ता होला नि अलिक घुम्ची गर्ने नि यार खै त्यस्तो पछाडि क्यारी गरिहाल्नु कसैले भाइ के हो यो हाम्रो केक बिस्कुट गुडपाक गडपाक 4000 को किनिदिएको गुडपाक पनि गडपाक ल हामी अहिले भ्लग गरौँ है अहिले सामान बोकेको अलिक नगरौँ कोट पेन्टमा सामान बोक्दा कस्तो देखिएला नयाँ ड्रोनको फर्स्ट उद्घाटन होइन दाइ अन पनि आफै गरौँ म दाइ अन यहाँ तल किन रातो बोलेको फुल छ हौ चार्ज सकिन बाबा यहाँ फेरि डिजे आइलेखिसक्यो है त्यसै हो दाइले चाहिँ अब चट्ट यहाँ फ्लाइट लिने ठाउँमा राख्दै हुनुहुन्छ यहाँ चाहिँ अब रेडी हुँदैछ हाम्रो अब कभर कहाँ छ यहाँ छ ल यहीँ बसेर उडायो कहाँ घाममा गयो भने त नि गाह्रो पर्ला नि त फेरि कनेक्टेड यस नो जिपिएस भन्छ त्यहाँ अझै टेक अफ विथ डेस्टिनेसन अनेबल टु टेक अफ जिपिएस एकछिनै हेरौँ किन हेर्नु त यस्तो चाहिँ नखिच त जानुपर्छ म चाहिँ यहाँनिर ड्रोनको लिम है छेउमा म छु है दाइ बी केयरफुल खै त के भयो ए दुईटा चेयर ठ्याक्कै राखिदिएको रहेछ बुझेरै माथि टेक अफ परमिटेड एकछिन चेक भइसकेछ प्रोपेलर ड्रोन चाहिँ अब चट्ट दामी हावा लिन हेली उति उड्दैछ यार दाइ अब हामी जुम पनि हानिदियो म पछाडि हेर्छु ल भित्रको एक लट सकिवरी बेहुला बेहुलीको पोजिङ सकेर होइन अनि पार्टी प्यालेसको खिचिसकेर अनि हामी चाहिँ पर्खिनु पर्ने भएर एकछिन चिया त खानै पर्ने हुन्छ ए अन्त त्यो बोलेको एउटा क्याब छैन बेहुलीलाई नास्ता हामी माया गर्ने मान्छेहरू हामी पनि खाऊँ खाइदिउँ मिठो मिठो खानेकुरा छ अहिले हामीलाई त फेरि खानुपर्ने भइहाल्छ ऊ यहाँनिर छ खानेकुरा राति खुल्ला हुँदैन कि त्यो त खानै पर्ने हुन्छ तपाईँको चस्मा यहाँ छ अब कहाँ राति छ ल हाम्रो यतिकैमा होइन रिसेप्सनको रिसेप्सन चाहिँ एन्डिङ भइसकेको छ
अब हामी चाहिँ यहाँबाट रातभरि ड्राइभिङ गरेर भोलि सिधै काकरभिट्टा गएर काकरभिट्टाको वेडिङ भ्याउनु पर्ने छ। अब आजलाई चाहिँ भ्लगलाई In 100 meters, turn left. गरिदिउँ दाइ है त। म्याप्स नि हेर्नु छ बाटोमा है साथीहरू प्यारो ड्राइभर दाइ प्यारो खले भाइ निरज हो। यहाँनिर चाहिँ हामी आइरहेको छौँ अस्तिको पम्चर टायरलाई बनाउनुलाई। केटाहरू यहाँ आएको ताल म त यत्रो भनेर देखायो जस्तो लाग्यो। किला गाडेको रहेछ। अब बाटोमा अड्किनु भन्दा त बरु एकछिन यहाँनिर ढिलो होस् भनेर काकरभिट्टा पुग्नु पर्ने थियो यार भोलि जानु। आगो तापेको फेरि धुवाले बाटो बिगारेपछि त्यस्तै हो यही चिज हो। किला चाहिँ यहाँ यत्रो किला छिरेको रहेछ होइन। अहिले कति बज्यो? 10:30 10:30 बजिसकेको छ। 6:30 बजीसम्म लगभग सिन्धरी पट्यो भने हुन्छ। लाइट कहाँ बालेको